साथीहरू नमस्ते। म चाहिँ आज यो नुवाकोटको तुप्चेश्वर मन्दिरमा आइपुगेको छु। यो चाहिँ साउनको सेकेन्ड लास्ट स्याटरडे। साथीहरू तपाईँले देख्न सक्नु तुप्चेश्वर मन्दिरमा निकै नै ठुलो लाइन छ। यो चाहिँ यहाँ विशेष गरी शनिबार र सोमबार चाहिँ महादेवको मेला लाग्ने गर्दछ भने म चाहिँ आज यहीँ चाहिँ यो तुप्चेश्वर मन्दिरमा दर्शन गरौँ भनेर चाहिँ बिहान हिँडेको काठमाडौँदेखि। म चाहिँ यो ठ्याक्कै यो खोलाको तिरमा छ है। म आज यो ढुङ्गाको छेउमा बसेर थोरै चाहिँ कुरा गर्न चाहन्छु भगवान्प्रतिको के हो भन्ने कुरा। यो खोला चाहिँ खासमा सूर्यकुण्डदेखि आउँछ अरे है साथीहरू। यो चाहिँ सूर्यकुण्ड खोला नि भन्दो रहेछ। मैले अघि बाजेले सोधेको थिएँ। म यो चाहिँ ढुङ्गामा बसेर एकछिन म भिडियो बनाउँछु। साथीहरू खासमा हामी भगवान्प्रति कति विश्वास गर्छौँ, कति आस्था राख्छौँ भन्ने कुरा तब भिडले नै तपाईँले देख्नुभयो। यो हेर्नुहोस् तपाईँ, यो पुरै वहाँदेखि तपाईँ चाहिँ पुरै लाइन चाहिँ यस्तो छ भने खासमा चाहिँ भगवान् हुन्छ कि हुँदैन भन्ने कुरामा नि अब धेरै कुराहरू होलान्। यस विषयमा म नजाउँ होइन। अब डिभाइन पावर, डिभाइन शक्ति चाहिँ होइन, अदृश्य शक्ति छ भन्ने त छँदैछ होइन। अनि विशेष गरी साथीहरू यो भगवान्प्रतिको भनेको हाम्रो आस्था हो है। सबैभन्दा ठुलो चाहिँ हाम्रो आस्था हो होइन। आस्थाले के गराउँछ भनेपछि अनुशासन गराउँछ है। मान्छेसँग जब डर हुन्छ, डर भनेको नै एउटा अनुशासन हो। त्यसले हामीलाई सही ट्र्याकमा लान्छ, सही ठाउँमा लान्छ। अनि हामीमा यदि डर भएनौँ भने के हुन्छ त भने हामी आउट अफ ट्र्याक हुन्छौँ। विशेष गरी हामीले पछिल्लो पटक युरोपियन कन्ट्रीतिर, युरोपतिर, अमेरिकातिर बढी घटना भएको सुन्छौँ। त्यहाँ चाहिँ बढी आस्था कम हुने हो कि आस्था कम भएको कारणले गर्दा हो कि होइन भन्ने कुरा नि लाग्छ। त्यतितिर नजाउँ, त्यो पछि कुनै दिन भिडियो बनाउनु पऱ्यो बढाउँला। अनि भगवान्प्रति आस्था राख्ने कुरामा चाहिँ के हुन्छ त साथी भने जब हामीलाई दुःख पर्छ त्यतिखेर भगवान् सम्झिरहेछौँ क्या। हेर्नुहोस् होइन, 16औं शताब्दीमा नेत्सेले चाहिँ भगवान्को मृत्यु भएको घोषणा गरेको थियो। लास्टमा जब नेत्से चाहिँ उमेरको हिसाबले अलि चाहिँ उनी बुढेसकाल हुँदै गयो, त्यसपछि चाहिँ उनलाई मानसिक समस्या भएको थियो भने लक्ष्मीप्रसाद देवकोटाले पनि हामी सबैले देखेका छौँ। उनले चाहिँ भगवान् भन्ने हुँदैन, भगवान् भन्ने नै मान्छे हो। त्यसो भएर कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो भनेर चाहिँ होइन। उसले के भन्यो भने हाडहरूको सुन्दर खम्बा वंश पेन्डीको दिवार भन्दै भगवान् चाहिँ हुँदैन, भगवान् भनेको नै मान्छे हो होइन, मान्छेलाई नै पूजा गर्नुपर्छ भनेर भन्दै थिए। भने लास्टमा चाहिँ जब उनी मृत्युको नजिक पुग्दै थिए, मृत्युशयमा पुग्दै थिए, त्यतिखेर उनले के भने त भने ईश्वर नै हुने एक भन्दै उनले चाहिँ तपाईँ लास्टमा देहत्याग गरेका थिए। त्यस हुँदाखेरि मेन कुरा चाहिँ हामीले भगवान्प्रतिको आस्था, विश्वास भन्ने चाहिँ हामीलाई अनुशासन हो। यसले हामीलाई अनुशासित बनाउँछ। त्यस हुँदा हामीले भगवान्प्रति विश्वास राख्नुपर्छ, आस्था राख्नुपर्छ। यसले हामीलाई चाहिँ सही ट्र्याकमा लान्छ विशेष गरी होइन। यसले तपाईँ चाहिँ हामीलाई अनुशासित हुनु भनेकै सही ट्र्याकमा ल्याउनु हो नि त, सही ठाउँमा राख्नु हो नि त। तपाईँ चाहिँ युरोपियन कन्ट्रीतिर बढी समस्या मैले अघि थोरै राखेँ भनेको चाहिँ त्यहाँ डिभोर्स बे गर्ने र छुट्टिनेको चाहिँ त्यहाँ अर्थै राख्दैन क्या। अनि कतिखेर बे हुने हो, कतिखेर छुट्टिने हो हेर्नुहोस् है। जबकि हाम्रो चाहिँ के हुन्छ भने बे गरिसकेपछि त्यो चाहिँ के हुन्छ भनेपछि त्यो चाहिँ लङ लास्टिङ जिन्दगीभरि जाने गरी चाहिँ बे हुन्छ। त्यहाँ चाहिँ एक अर्कामा एट्याचमेन्ट हुन्छ होइन। त्यहाँ भावना साटासाट हुन्छ, छोराछोरी हुन्छ, त्यहाँ चाहिँ छोराछोरीसँग भावना साटासाट हुन्छ होइन। तर युरोपियन मुलुकतिर चाहिँ विशेष गरी मेसिनसँग विशेष गरी तपाईँ चाहिँ उनीहरूको चाहिँ इन्ट्रेक्सन कहाँ हुने, मेसिनसँग हुने हेर्नुहोस् है। बाउ आमासँग, छोराछोरीसँग, फ्यामिलीसँग भावना चाहिँ त्यति नजिक नहुने हुँदा चाहिँ बढी समस्या हुने हुन्छन्। किन भन्दा मेसिनसँग जस्तै एआईले धेरै कुरा हाम्रो भन्छ तर हाम्रो फिलिङ्स बुझ्दैन। हामी रुन्छौँ, त्यो चाहिँ एआईले हामी किन रोको भनेर सोध्दैन, हाम्रो पीडा बुझ्दैन। तर बाउले, आमाले, मानिसले भनेको हाम्रो फिलिङ बुझ्छ, भावना बुझ्छ। त्यसले गर्दाखेरि हामीमा एउटा एट्याचमेन्ट हुन्छ र जसले गर्दा हामी चाहिँ हाम्रो समाज, एसियन समाज विशेष गरी नेपालतिरको चाहिँ के छ भने हाम्रो चाहिँ यो खालको समस्या कम थियो। तर विशेष गरी अहिले चाहिँ के हुँदै आएको छ भने चाहिँ फेरि युरोपियनहरूले, विशेष गरी युरोपियन मुलुकहरूले अथवा अमेरिकनहरूले चाहिँ हामीलाई चाहिँ हाम्रो समाजलाई चाहिँ तहस नहस बनाउने हिसाबले अगाडि बढिरहँदाखेरि हामी पनि त्यतै लागिरहेका छौँ। अब पछिल्लो पटक हाम्रो नेपाल पनि यस्तो खालको घटना अलिअलि घट्न थालेकै छ भन्दै साथीहरू विशेष गरी म फेरि पनि दोहोऱ्याउन चाहन्छु। म चाहिँ यो मन्दिरमा आइपुगेको चाहिँ मन्दिर तपाईँले मन्दिर चाहिँ माथि जङ्गलबाट चाहिँ साथीहरूले हेर्नुहोस् है। माथि चाहिँ मन्दिरमा चाहिँ यो माथि जङ्गलमा हेर्नुहोस्, तपाईँले देख्नुभयो होला नि माथि जङ्गलमा ल यहाँ रहेछ मन्दिर चाहिँ। तर लाइन निकै लामो छ, निकै लामो लाइन भएको भएर मेरो पालो कहिले आउने हो। त्यसो भएको भएर चाहिँ म चाहिँ यहाँ यसो खोलातिर आएर, खोला छेउतिर आएर एउटा भिडियो भनेर यो भिडियो बनाएँ। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, तपाईँ भगवान्प्रति कति विश्वास लाग्छ, यो दुनियाँमा भगवान् छ जस्तो लाग्छ, छैन जस्तो लाग्छ भन्ने कमेन्ट गर्दै यदि यो भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दै साथीहरू म अहिलेलाई यहाँबाट तपाईँहरू माझबाट छुट्टिन चाहन्छु। हस् नमस्कार, म ज्ञानबहादुर थिङ तपाईँहरू माझबाट बिदा मान्छु। फेरि अर्को भिडियो मिलाउँ।